हेलो एभ्रिवान गुड मर्निङ। सुन्ने गर्छौ नि जसको शक्ति उसकै भक्ति। साँच्चै नै जो बलियो छ, जो बलवान छ, जो चाहिँ हरेक कुरामा सक्षम छ, उसले नै साम्राज्य लिने चलन परापूर्व कालदेखि नै छ र यो सायद संसारको जुनसुकै ठाउँमा पनि यो चिज लागु हुन्छ जस्तो लाग्छ मलाई। ठिकै छ, आज मनमा आएको एउटा सानो कुरा। आज हामी चाहिँ यता दिदीको घरमा छौँ। अनि हामी खानासाना खाइवरी दिउँसो बहिनी आइसकेपछि हामी चाहिँ फेरि घरतिर जान लाग्यौँ। भोलि अफिस जानु छ, नानीको स्कुल छ। अनि अब हामी घर जाने क्रममा फेरि नानीलाई भोक लागिसक्यो। अनि खानु पर्यो अरे मोमो फेरि। भोक लाग्यो भने खाजा अरू हुँदैन, मोमो खानु पर्यो। अब आज यो हाम्रो इन्डो भुटान भन्ने एउटा क्याफेमा हामी छिर्यौँ अनि त्यहाँ चाहिँ स्पेसल के रहेछ त भन्दा क्रिमी मोमो भनेर भन्नुभयो। ल टेस्ट गरौँ न त आज भनेर हामी पनि टेस्ट गऱ्यौँ। अलिकति टिकटक पनि बनायो थिएँ। अनि टेस्ट गरेको खासै राम्रो लागेन, मन परेन खासै। मोमोको स्वाद नै मोमो होइन, यो चिज चाहिँ मोमो होइन, अरू नै चिज खाइरहेछौँ जस्तो। किनभने मोमो खाएको भनेपछि त मोमो नै आउनु पर्यो नि। अलिक मोमो जस्तो लागेन, त्यस कारणले गर्दाखेरि 10/2 दिन्छु मैले यसलाई। हामी मोमो खाएर घर गयौँ अनि त्यसपछि नानीलाई चाहिँ मैले ड्रेस लिइदिएको थिएँ आज। अनि त्यो ड्रेस ट्राई गरेँ, कस्तो राम्री देखेकी छे। ओ माई गड, वाउ!